अब हामीहरू क्यास कलेक्सन फ्रम कस्टमर यो पोइन्टको व्याख्या गरौँ है त। कस्टमरलाई बिजनेसले के गर्छ भन्दाखेरि सामान बेच्छ हो। सामान बेच्दाखेरि बिजनेसले दुई किसिमले सामान बेच्न सक्छ, कि त नगदमा बेच्नु पर्यो नभए उधारोमा बेच्नु पर्यो हो। त उधारोमा बेच्छ भने बिजनेसले त पैसा लिनु पर्यो त्यो पार्टीसँग हो। त बिजनेसले उधारोमा सामान बेच्दाखेरि जुन पार्टीसँग पैसा लिनुपर्ने हुन्छ त्यसलाई हामीहरू डेप्टर भन्छौँ। क्लियर छ कुरा? त भन्नाले यो भित्र पर्ने पोइन्ट के, कस्टमरसँग रिलेटेड पोइन्ट के त भन्दाखेरि सेल्स हुने होला, त्यसै गरी डेप्टर हुने होला। त भन्दाखेरि अब सामान बेच्छौँ भने हामीहरू डिस्काउन्ट दिन्छौँ पनि, डिस्काउन्ट अलाउड पनि यसैको पोइन्ट होला। त्यसै गरी अब उधारोमा सामान बेचेको छौँ भने पैसा डुब्ने खतरा पनि हुन्छ, भन्नुको मतलब ब्याड डेप्ट पनि यसैको पोइन्ट हो। त्यसै गरी अब डुबेको पैसा कहिलेकाहीँ फिर्ता पनि आइजान सक्छ, भन्नुको मतलब ब्याड डेप्ट रिकभर्ड पनि यसैको पोइन्ट हो। त्यसै गरी अब हामीहरूले डेप्टरसँग केही प्रोभिजन अथवा डिस्काउन्टसँग केही प्रोभिजनहरू बनाएको छौँ भने त्यो प्रोभिजनहरू पनि पर्ने भयो यहाँ, जस्तै प्रोभिजन फर डिस्काउन्ट, त्यसै गरी प्रोभिजन फर डाउटफुल डेप्ट। यहाँ सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौँ। और नेट सेल्स कसरी निकाल्ने भन्दाखेरि क्यास सेल्स प्लस क्रेडिट सेल्स माइनस सेल्स रिटर्न गरेर हामीहरू नेट सेल्स निकाल्छौँ। अब हामीहरूले क्यास कलेक्सन फ्रम कस्टमर यसभित्र परेको पोइन्टहरूलाई बुझौँ। यहाँ सेल्स भनेको इन्कम हो, डेप्टर भनेको करेन्ट एसिस्ट हो, डिस्काउन्ट अलाउड भनेको एक्सपेन्स हो, ब्याड डेप्ट भनेको एक्सपेन्स हो, प्रोभिजन फर डाउटफुल डेप्ट भनेको लाइबिलिटी हो र प्रोभिजन फर डिस्काउन्ट अन डेप्टर भनेको पनि लाइबिलिटी हो। यति कुरा बुझ्नु पर्यो। अब डेप्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौँ, नोट रिसिएबललाई पनि लिन सक्छौँ, अकाउन्ट रिसिएबललाई पनि लिन सक्छौँ है। अब यो हेरौँ, अब त हामीहरूले त चिन्यौँ त सेल्स, पहिले सेल्स हेरौँ। त सेल्स भनेको के हो? इन्कम हो। त इन्कम र क्यासको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ, सेल्सले पैसा बढाउने रहेछ। त्यसै गरी डेप्टर हेरौँ। त डेप्टर भनेको के भने मैले करेन्ट एसिस्ट हो। त करेन्ट एसिस्ट र क्यासको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब डेप्टर बढ्यो भने चाहिने पैसा घट्ने रहेछ, डेप्टर घट्यो भने चाहिने पैसा बढ्ने रहेछ। भन्नुको मतलब इनडाइरेक्ट रिलेसन केसँग भन्दाखेरि क्याससँग। त्यसै गरी ब्याड डेप्ट हेरौँ अथवा डिस्काउन्ट अलाउड हेरौँ, यो दुइटै भनेको एक्सपेन्स हो। त एक्सपेन्ससँग पनि क्यासको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने पैसा घट्ने हो, एक्सपेन्स घट्यो भने पैसा बढ्ने हो। त्यसै गरी अर्को छ प्रोभिजन। अब यहाँ पनि दुईवटा प्रोभिजन छ, एउटा प्रोभिजन फर डिस्काउन्ट र अर्को प्रोभिजन फर ब्याड डेप्ट। यो प्रोभिजन भनेको लाइबिलिटी हो। त लाइबिलिटी र क्यासको कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी बढ्यो भने पैसा पनि बढ्ने हो, लाइबिलिटी घट्यो भने पैसा पनि घट्ने हो। क्लियर छ कुरा?